सिद्धार्थ ब्याङ्क आजको गुड मर्निङ आम्नाबाट बिहानै उठेर फ्रेस भएर पालो दिन आएको मैले एकछिन सानो कामले आएको फेरि माथि जान्छु अस्तिदेखि यहीँ छ 3 दिन भयो आज म चाहिँ यहाँ थिइनँ भाइ चाहिँ यहाँ छ म त पारा दिन मात्रै आउँछु पारा दिनु पऱ्यो नि कस्तो राम्रो नि हरियो यहाँ हुनुपर्ने बिरामी यहाँ छ यहाँ उठेर भयो भाइलाई बिरामी हेर्ने खाँदै निकाल्दै खान्छ खाना पाएको केही छैन दाल मात्रै खानुहुन्छ त्यो पनि अघि निकालिसक्यो खाएर गाह्रो छ 9 देखिको 2-3 चरा भन निकाल्दै लागिहाल्यो मेरो अल्छी गर्छ चराले नाम थालिसक्यो हिजो नलायो घाम आज लाग्ने रहेछ सबै लिली टल्किँदैछ तर यतिको त ठिकै हुन्छ यतिको घाम लाग्यो ल पसल लगिदियो उहाँ लगिदिनु अरे ट्याप हस्पिटल फेरि अब जाने हस्पिटल भाइलाई ट्याप स्याप छोडिदिने अनि पसल ल अनि पसल जाने अनि भाइलाई खाना खानु पठाउने अनि भाइ खाना खाँदा फेरि आउँछ पसल अनि आज कलेक्सन फेरि आज सन्डे बिर्सिपुरा कलेक्सन जाने वाउ म कहाँ छु पानी पर्ला जस्तो भइसक्यो कलेक्सन हो कलेक्सन सकियो अरे फर्किँदैछु यो ठाउँ कसैलाई थाहा छैन आज म फर्स्ट टाइम जाँदैछु यो बाटो म पनि बाटो कहाँ पुग्छ थाहा छैन निस्किन चाहिँ दमक जानुपर्ने हो उर्लाबारीबाट यताबाट जाँदैछु म आज बिचमा मैले कहीँ भ्लग बनाएँ किनकि बाटो धुलो उडेर आज बिजोक थियो अनि पानी पर्ला जस्तो भइरहेछ अनि त्यही भएर म राइडिङमा फोकस गरेँ क्या आज त्यही भएर मैले भ्लग स्लग केही बनाइनँ अब यहाँ आएर चाहिँ यो ठाउँ देखाउनुलाई एकछिन गरेको चिल रह त ठाउँ राखिदिउँ ल अब यताबाट बाइक पनि आउँदैछ जस्तो छ आउँदैछ होला म देखाउँछु ल आउँदैछ त्यसपछि धेरै पानी रहन्छ यो बाटोमा आएर जोडिँदो रहेछ नि त अब चाहिँ थाहा पाइयो अब उर्लाबारी त यही बाटो जाने एकैचोटि भित्रबाट स्विट होम अहिले म घर जाँदैछु भाइ पसल ससल बन्द गरेर आम्दा साम्दा गइयो मामालाई पालो दिएँ मामा खानासाना खाएर आउनुभयो अनि म अब घर जाने